परदेश 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 जतिको सोचिन्छ नि त्यतिको परदेश हुँदैन। परदेशमा धेरै गाह्रो हुन्छ। परदेशमा 19 घन्टा ड्युटी गरेर आफ्नो परिवारलाई खुसी अनुहारमा खुसी दिलाउनु भनेको एकदम चाहियो। जति सकिन्छ आफ्नै देशमा गर्नुहोस्, सानो विदेशबाट आउनुहोस्। सोचे जस्तो परदेश हुँदैन। आफूले सोचे चाहेको जस्तो परदेश हुँदैन। जतिको घरमा घुरमास गरेर खाइन्छ, हे आज नुन भएन, हे भोलि चर्को छ, हे भात काँचो छ, यहाँ जस्तो छ खाना त्यस्तै खानुपर्छ। यहाँ जस्तो छ त्यस्तैमा बनाउनुपर्छ। कति बोसका गाली, कति आँखा चिङ ड्युटी गरेको, यो परदेश आउने परदेशीलाई मात्रै थाहा हुन्छ। परदेशीको व्यथा र कथा र भावना कस्तो हुन्छ भन्ने कुरो भने जस्तो सजिलो छ। महिना मर्यो पैसा पठाइदिनुहोस्, यस्तो गर्नु छ उस्तो गर्नु छ। तर त्यो पैसा कसरी कमाएको हो कहिले घरकोले बुझ्नु भएको छ? बुझ्नु भएको छैन। यो भनेको विदेश हो। जस्तो सुकै अवस्था जे अवस्था आए पनि जे भए पनि घर परिवारलाई म ठिक छु। घरबाट फोन आउँछ र सोध्छ कस्तो छ, ठिक छ। जब 19-20 घन्टा ड्युटी गरेर फेरि अर्को दिन ड्युटी गर्नलाई टोयलेटमा गई मुखमा पानी हाली 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 ती आँखा निम्जेका आँखा, ती निम्न लागेका आँखा, ती झिमिक झिमिक गर्ने आँखालाई बार बार ओए उठोइ त माथि धेरै कर्जा छ, त माथि धेरै नै भारी छ, त धेरै भारी बोकेर आएको होस्। यी आँखा निदाउन हुँदैन, यी आँखा टाँठो गरी उज्यालो। तैँले आँखा निदाइस् भनेपछि तेरो परिवार सुत्नेछन्। तैँले आँखा खोलिस् भनेपछि तेरो परिवारले नयाँ दृष्टि, नयाँ यो चमत्कार देख्नेछ। भनी त्यसरी आँखामा तपाईँको पानी हाली हाली गएको यो ड्युटी हो हजुर। त्यसैले घर परिवारले यति बुझ्नुहोस् कि मेरो मान्छे कसरी ड्युटी गरिएको छ र के ड्युटी गरिरहेको छ र कस्तो होला के होला। किनकि पैसा नभन्नुहोस्, जीवन छ त सब थोक छ, जीवन छैन त केही छैन। यो जीवन नै अमूल्य छ। हेर्नुहोस्, यो जीवनको कुनै भर छैन। भोलि बिहान यही मान्छे गयो भनेपछि त्यो कमाएका पैसा त्यो केही काम लाग्दैन। थोरै मेहनत गर्ने, खुसी रहने, घर परिवारसँग सदा हमेसा हाँसी खुसीमा रहनुहोस्। मेरो यही नै कामना छ। हाल मलेसिया छु, घर नेपालगञ्ज कोहलपुर, जिल्ला बाँके, क्षेत्र नम्बर 3। यो परदेशीको गुनाइ हो, यो सुनाइ हो, भोगिरहेको यो कथा हो, वास्तविक कथा हो। यो कुनै बनावटी, यो कुनै ऊ होइन। हस्त, धन्यवाद।